महोदय, ध्वस्त भएको जीवन र जगतमा पनि मानिसले हरेक बिहानीको मुखमा सुन हुन्छ भनेर सोध्छ। टल्कने जति सबै सुन हुँदैन भन्ने कुरो पनि एकातिर छ। धैर्यता र प्रतीक्षा बिना सफलताको उज्यालो आउन निकै मुस्किल छ। तर निराशाको अँध्यारो भने गोधुलीको साँझ जस्तै एकदम समीपमै आई बसिदिन्छ। जीवनमा हरेक वस्तुको समय, ऊर्जा, इतिहासमा एकपटक पक्कै पनि विस्फोट हुने गर्छ। त्यसैले यो कुरामा निर्भर गर्छ कि राम्रोको लागि हो या नराम्रोको लागि हो भनेर। कयौं कुराहरू उत्तम, मध्यम र प्रथम हुन पनि त जीवनको एकदमै कठिन मोडबाट खारिनु पर्ने यो नियम हामीले सुरु गर्ने कथा, वस्तु, रोल मोडेल र चरित्रबाट खारिएर पवित्र बन्नु नै सर्वपूज्य हुनु चाहिँ होइन, एकाध रूपमा परिचित हुनु चाहिँ हो। यसलाई हरेक मन मस्तिष्कले अमूल्य या मूल्यहीन बनाउने गर्छ। तर जादुमय तरिकाले चमक धमक उही बिहानी र उही सितारा भने धेरै समयसम्म धैर्य गर्न सक्दैनन्। त्यसैले आज जस्तै भोलि आउला, तर धेरै फरक आउला। त्यो हाम्रो बसमा हुने छैन, हुँदै होइन। प्रतीक्षाको फल मिठो भए पनि कठोर सजायले धेरै नै चारैतिरबाट बाँधेर राखेको हुन्छ महोदय। त्यसैले गर्दाखेरि हरेक दिन, हरेक पल हामीले धैर्यता र प्रतीक्षाको लागि केही न केही अंश छुट्याउनु नै पर्छ। तर यो धैर्यता र प्रतीक्षा जतिको दुःखदायी र पीडामय भने अरू कुनै हुन सक्दैन भन्ने चाहिँ प्रष्ट हुन्छ। हस्।